देखो न गाइस, ये क्या हो रहा है। तान्यो निस्क्यो तान्यो कति धुलो खाएँ होला सोच्छु न तपाईँहरू। यति धुलो खाएँ कि मैले, अब न कुरा गरौँ। अल राइट केटा हो। म चट्ट लाएर बेलम्ची आएको छु है। यहाँ साथीको गाडी बिग्रेको थियो अरे, अनि म यतिकै हावातालमा बेलम्ची आइपुगिसकेँ। र म जाँदैछु काठमाडौँ सर लाएर। पानी छिटाइसक्यो कि अरू भन्दा नि यार, टी सर्ट भन्दा लाएन, पानी छिटायो। पानी पऱ्यो भने बिजोक हुन्छ, ऱ्याङ्कोट स्याङ्कोट केही पनि छैन। सर जाउँ है, चिया चेकिङ हुनसक्छ तर बिस्तारै जानु पऱ्यो। यति चाहिँ पानी छिटाइगयो नि यार, भिजिन्छ जस्तो हो। बिजोक हुनु भइगयो नि यार केटा हो। सर जाउँ, पानी डेन्जरै छिटायो जस्तो हो नि त। अरू भन्दा नि मेरो गोप्रो भिज्ला भन्ने डर छ धेरै। जाउँ रनपुतली जान चाहिँ। ला बिजोक हुनु भयो नि त, साथी हो। रनको बिस्तारै धीरे चलो रोशन, हमको अभी ऊपर जाने का नहीं ना, धीरे चलो। गोप्रो भिज्यो भने चाहिँ तनाव हुन्छ मान्छे त। अब भिज्यो नि केही फरक पर्दैन, गोप्रो चाहिँ नभिजोस् होइन। मस्ती गर्नु होला मेरो ब्लग हेरेर। ओहो रोशन गिरी राइडर हो नि, खतरा कुदाइहालिन्छ नि। अरे बाबा, यहाँबाट जस भ्यू दामी देखिन्छ केटा हो। पौडी खेल्न पऱ्यो भने अब गर्मी महिना लाग्यो, चट्ट लाएर आउनु सक्नुहुन्छ है। मस्त लाएर पार्टी गर्ने, घुम्ने, पौडी खेल्ने ठाउँ दामी छ। जोस् मौसम राम्रो हुन पऱ्यो पौडीहरू खेल्नलाई है। नेचुरल स्विमिङ पुल हुन्छ नि। ओहो यसो नगरौँ न दादा चाचा, ऐसा मत करो न, हमको जाने को दियो न। थोरै डिफर हो नि त यता त, गाउँतिर त फरक पनि थिएन। ओइ छोयो म खासा जानुपर्ने चाहिँ यो माथिको बाटो हो। त्यो बाटो चाहिँ अहिले ब्लक छ क्या, बाटो बनाउँदैछन्। जो विकास हुँदैछ बिस्तारै। हामी यो माथिको बाटो जानु पनि, तर म यो बाटो जान्न, बन्द छ। अर्को बाटो जान्छु चट्ट लाएर। अफरोड सुरु भइसक्यो केटा हो। ओहो अनि म मर्दिनु त यस्तो धुलो बाटोमा कुदाएर। राइडर रह नै यो दाइ पनि, ल दामी कुदाउँदो रहेछन् अफरोडमा। सही हो, परिहाल्यो नि यति कुदाउनु लाग्दा। अरू भने त्यस्तो यहाँ एकदम धेरै धुलो खाइ नि भयो कि। सब गाडी यहाँबाट गुड्छ, उताको बाटो बन्द भएपछि फेरि साइड पनि दिँदैन यो मुलाहरूले। साइड दिए नि नदिने म पेलेर हिँडिदिन्छु मलाई सागहरूलाई त। अरे चाचा क्या कर रहे हो तुम ऐसा। चिप्लिन्छ भनेर म बिस्तारै हिँड्नु पऱ्यो नि त। ओह्रालामा चाहिँ गाह्रो हुन्छ, उकालामा त ठिकै हो यो गिटीको बाटो पनि। तर यस्तो धुलो हेर न यार, कुन चाहिँ ठगको काम हो यो। काम पुरा नगर्ने पिच गर्नु पऱ्यो नि त बालेन सरकार। यो बाटो हो हेर, धुलो मरिँदैन त नि यस्तो धुलो खाएर। अब भाइजर लगायो भने केही पनि देखाइदिएन अगाडि र धुलोमा। अब भाइजर नलाउँ भने आहा भरि अब त्यही त हो नि, बुझ्नु न कुरो मिलाएर। देखो न गाइस, ये क्या हो रहा है। बाटो केही देखिँदैन यार। कसरी जाने त मेरी बा, के हो यस्तो। लाउनु परमेश्वर, के कर रहे हो तुम यार ऐसा। ल्याएर चिल्ले के देखाएन ल कसम। मेरी बा ओ परमेश्वर, छोड्यो न यार बाटो यार। ल टिप्पर छ यार, टिप्पर। मलाई जान देऊ न कान्छा प्लिज, म त मर्छु त यसरी त। उताबाट फेरि गाडी आइरह, यताबाट जाने ठाउँ छैन। ल हेरौँ टिप्परै ल हेर त। जाउँ
कति कच्ची चौँदो रहेछ दामी जाम पहिला यार सही हो जाऊ 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 टिफर हेर मलाई जान नदिनु भयो पानी पर्ला जस्तो हो त्यही माथि के गरे होलान् म चाहिँ गइदिउँ क्या हो भने फेरि त्यहाँनिर टिफरै छिर्दैन जाओस् जाऊ जाऊ हो ए गाडी बिग्रिखाएर झन् त्यहाँ माथि जामै जाम लिएर तनावग्रस्त जिन्दगी बाटो देख्यो न गाइस बाटो देखो कस्तो खालको बाटो हो यो अब यो गाडीले मलाई जान दिँदैन ए मुढा हालेको फेरि कस्तो स्यालहरू खानु मुढा हालेपछि त झिक्दिनु पर्दैन त झिकौँ फालौँ राम्रो काम गर्छन् केटाहरू बेला बेला गाडी बिग्रेछ है गाडी बिग्रेछ यहाँ ए ल बाटै रहन्छ नि गाडी तान्न ला रे अहिले पछाडि चाहिँ आयो भने जोग हुन्छ फेरि पर्यो जाम पर्यो भयो गाडी तान्दैछ यहाँ तान्यो ठै त टिफर पावर यति हो त तान्यो निस्क्यो तान्यो हो ल भइगयो नि यति भएपछि फेरि यहाँ अर्को जाम परिसक्यो कस्तो धुलै धुलाउने ठाउँमा चाहिँ जाम हेर न टिफर के यार जति आयो भने त्यति सबै टिफरमा भन्दा केही छैन जाउँ अब के हो नि त धुलो खाँदै भए पनि जानुपर्छ हेर न रोड खने हेर न भाँसिएको टिफरले गरेर धेरै मुह लाग्छ आगोहरू कति धुलो खाएँ होला सोच्छु न तपाईँहरू यति धुलो खाएँ कि मैले अब न कुरा गरौँ फेरि टिफरहरूको भर हुँदैन क्या पछाडिबाट ल्यामै आएर ठोकिदियो भने के गर्नु यहाँ फेरि रोक्न नि मिल्दैन पछाडिबाट गाडी आइरहेको उकालोमा यति हो अब दुःखको दिन सिद्धिन लागिसक्यो अब सुखको दिन आउँदैछ 1 मिनट जस्ट अ मिनट वेट गरौँ ओके गाइज धुलोले सायद केही पनि देखाएन होला त्यो क्यामेरामा धुलो बसेर हेर न हेर यहाँ धुलो मेरी भयो धुलो अब आयो पिच मुलाको सागहरूलाई म साइड ल्याइदियो होइन ठिकै छ धन्यवाद दोस्तको लागि उनीहरूले पनि मलाई साइड ल्याइदियोस् म चलिदिइहाल्छु नि यी मुलाको सागहरूलाई धेरै धुलो खायो क्या मलाई आइज राजु मास्टर अब मलाई भेट्टाउँदै टिफरै यार अर्को बाटो बन्द हुनुको कारणले नि यस्तो भयो खासमा मैले ट्याक्क लाएर जामसाम कटाइसकेँ अब त्यो पिछा धुलो सुलो आउँदैन केही पनि
सर जाने हो काठमाडौँ जाने हो फेरि काम चाहिँ केही पनि छैन है हतारेर नै बिस्तारै बिस्तारै जाने हो डरायो क्या यो टिप्पर बाइकदेखि डराउँछ क्या हो टिप्पर पनि क्या मजाक हो र पानी त नभन्दै पऱ्यो यार केटाहरू यार अब चाहिँ मैले गोप्रो राख्नु पर्ला जस्तो मौसम हेर्नु मौसम पानी पर्ला जस्तो पुरै कालो बादल लाएर गोप्रो राख्ने पर्ला जस्तो भने एकछिन हेरौँ होइन अलि ठुलो पऱ्यो भने राखिदिन्छु म गोप्रोमा पानी नछिरोस् सर भने त्यस्तै हो मान्छे भिजेर केही पनि हुँदैन घुम्तीनिर लेट भयो सानो मायालाई बाटैमा भेट भयो कस मेरो गीत हो आगो लागिबस्छ यार ल ल कसले लगाइदियो होला आगो अनि यो त अनि माथितिर सल्क्यो भने त सक्यो त कसको काम होला यस्तो आगो लाउने यार जङ्गलमा अनि यो त ठुलो जङ्गल छ अनि यो त धेरै ठुलो जङ्गल पो छ त यार हेर आगो लाग्यो सल्किँदैछ यार कसको काम होला यार यस्तो त नगर्नु नि जङ्गलतिर ओ माइ गड तल झन् यत्रो ठुलो आगो लाग्यो पहिला यहाँ लागिसकेर हो सब ठाउँमा लाग्यो त आगो त यतातिर पनि सब ठाउँमा लागिसकेर आगो सो यो टिफर राजाहरू आउँदैछ यताबाट ओ राजाहरू त राजाहरू यिनीहरू त लुक एट द भ्यू केटा हो यस्तो दामी देखिन्छ भ्यू हेर त तिमीहरू कहिले आउने केटा हो कहिले आउने यस्तो दामी ठाउँमा हामी त एनी टाइम हिँडिरहन्छौँ होइन यहाँ नआउनेहरूको लागि चाहिँ ओहो हो हो मार्छ क्या के साह्रो रनकार लिएर है ल यत्रो लोड गाडीहरू पनि जे होस् भ्यू दामी देखिन्छ केटा हो यहाँबाट है सर्ट टलाएर हेर्नु सक्नुहुन्छ ओहो ओहो कस्तो दामी भ्यू देखेँ भाइ तर क्यामेराले कतिको क्याप्चर गरिरहेको त्यो चाहिँ मलाई थाहा भएन तर दामी देखिरहेको भ्यू चाहिँ कस्तो कुदाएर आउँछन् है केटाहरू कालो धुवा फालेर टुटुटुटुट कुदाउँछन् बाइक भन्दा नि चर्को हो मार्छ क्या मार्दा भने डर यार एकचोटि हाने भने त सकिगयो नि जिन्दगी यार बिस्तारै कुदाउनु नि अर्काको ज्यानको त मायै छैन क्या उनीहरूलाई त ल चट्ट लाएर मेरो मायाले यहाँ देख्न सक्नुहुन्छ है यहाँबाट यस्तो दामी भ्यू पनि देखिरह यहाँ मेरो बाइक पनि छ सही हो जस दामी देखिरह कस्तो देखिरह भन्नु त कमेन्ट गरिदिनु होला तपाईँहरूले जस दामी देखिरह यहाँ भ्यू पनि दामी छ पानीले चाहिँ धोका दिएला जस्तो मात्र छ है जस ठिकै छ राम्रै छ अहिलेसम्म मेरो गोप्रोमा चार्ज कति छ नि थाहा छैन फेरि गोप्रो चल्न त चलिरहेको छ नि हेरेन छ नि एउटा भन्दा ब्याट्री छैन क्या मसँग फेरि बाटो चाहिँ मस्तको छ है भेलु बाजेल हुने यस्तो रन्का बुझ्यो रन्का ओहो तर बिस्तारै रन्का है आफ्नोलाई ज्यानलाई नै असर गर्ने हुने गरेर चाहिँ नरन्का बिस्तारै रन्का मजा आउने गरेर रन्का सयो भ्यू पनि दामी देखिरहेको होला है दाडो खतरा देखिरहेको छ भ्यू बादल सादल लागेको ठाउँ पनि दामी छ सही हो यहाँ हेर्नु नि यहाँ गाडीहरूको नाम पनि के हुन्छ सेवा ब्रान्ड काब्रेली ब्रान्ड नुवाकोटी ब्रान्ड नाम पनि अचम्म छ खतरा खतरा नाम राख्छन् ब्रान्ड उनीहरू छुट्टै ब्रान्ड छ उनीहरूको सेवा ब्रान्ड खलासी ग्याङ ड्राइभर ग्याङ परे यति दिनलाई त हो केटा हो भ्यू हेर सबैजनाले मेरोमा चाहिँ लो ओइल प्रेसर देखाइसकेको छ मोबिल सोबिल सकिसक्यो हाफ इन्जिन उड्न लाग्यो क्या मेरोको चाहिँ हाफ इन्जिन अब बनाउनु पनि भएको छ मोबिल एकदम धेरै खाने क्या 1000 पनि नगुड्ने के मोबिल त्यो मोटोलको त्यो राम्रो खालको हालेको त्यही पनि त्यो हालेपछि त 1500-2000 किलोमिटर त कुद्नु पर्ने हो मेरो चाहिँ 1000 किलोमिटर नकुदै अब फेर्नु पनि क्या त्यो मोबिल धेरै खायो क्या हाफ इन्जिन बिग्रिसक्यो रे बनाउनु पर्ने रे त्यही त हो नि भ्लगबाट इन्कम छैन ब्याङ्क चोर्न जाउँ भने अब बालिन सरकार आइसकेको समय हाल्छ गुन्डागर्दी गरौँ भने ज्यान छैन मेरो भ्लग चाहिँ कस्तो छ भने राजकुमार थापा मगरको भन्दा एमआरबीको भन्दा होइन अनिल सुनवारको अनि त्यसपछि रतन कार्कीको भन्दा चाहिँ धेरै राम्रो छ है भ्लग हेर्नु होला मस्ती गर्नु होला उनीहरूको भन्दा धेरै राम्रो छ क्या म फेरि खतरै बनाउँछु नि त म खतरै मान्छे हो नि त म उनीहरू जस्तो हो र म खतरै मान्छे हो उनीहरूभन्दा दामी नै हानिदिन्छु भ्लग चाहिँ भनेर
भन्न नि नमिन्ने गाली चाहिँ नगर्नु होला नि फेरि। यो ओह्रालो पनि डेन्जर छ यार, टर्निङ सानो बाटो हो क्या, 1 लेनको जस्तो, धेरै स्पिड कुद्नु हुँदैन। अझै फेरि गाडी ठुल्गाडीहरू आयो भने अब टर्निङ काट्नै सकिँदैन क्या, स्पिडमा पनि हुन्छ, ओह्रालो नि भयो, रोक्न नि सकिँदैन, त्यस्तै छ केटा हो। अनि मैले अब राम्रोसँग भ्लग पनि बनाउनु पाएको छैन, टाइम पनि भएन खासै, अनि भ्लग पनि बनाउनु पाइएन, अनि बाइक पनि अब त्यस्तै समस्या आयो। होनार जङ्गल पनि छ यहाँनिर डेन्जर, यहाँ लालजोडीहरू एकचोटि भित्र छिर्यो भने अनि निस्किन मन लाग्दैन, त्यस्तो खालको जङ्गल छ। क्यामेराले कति चाहिँ देखाउँछ त्यो थाहा भएन, तर ओह्रालो चाहिँ दामी नै छ। अनि त्यही नै हो, अब भ्लग राम्रोसँग बनाउनु पाएको छैन। मैले अर्को च्यानल पनि खोल्छु भन्ने थिएँ, खोजाइ छैन, भ्लगै बनाउनु पाएको छैन, कसरी खोल्नु है च्यानल पनि। धेरै जसो एक्सिडेन्ट हुने ठाउँहरू हो क्या यहाँनिर, एक्सिडेन्ट भन्दा नि अब गाडी नै तलतिर हाल्ने माथितिर हाल्ने खालको ठाउँ हो। जङ्गल चाहिँ हेर्नु नि, यस्तो डेन्जर जङ्गल छ कि यहाँनिर, दामी छ नि त। घुम्न आउँ लागिरहेको होला मेरो भ्लग हेरेर। तपाईँहरू आउनुहुन्छ भने चाहिँ यो ठाउँ जर्सिन पौवा, यता साहुबाट मासतिर जाने जर्सिन पौवा हुँदै यता मेलम्ची जाने यो बाटो, यो राम्रै छ ठाउँ जोस् घुम्न ओर्नलाई। अनि यहाँ माथि जर्सिन पौवाको एउटा त्यो फाँट पनि छ क्या, त्यो म मिल्यो भने भ्लगमा हालिदिन्छु त्यो ठाउँ पनि। घुम्ने ठाउँ यो जर्सिन पौवाको माथि डाँडा हुन्छ नि, त्यहाँनिर पनि गएको छैन, तर एकदम दामी ठाउँ छ त्यहाँ, यहीँबाट जाने हो बाटो चाहिँ। जोस् गोप्रोले पनि साथ दिइरह मलाई अहिलेसम्म चाहिँ। गाडीहरू नयाँ गाडी छ फेरि हाम्रो गाउँमा जाने गाडीहरू। म अब यहाँनिर साहु आइसकेँ, काठमाडौँतिर चाहिँ घाम लागिरहेर यहाँ चाहिँ के हाल्यो थाहा भएन, यस्तै नै छ है केटा हो। हल्का फुल्का भ्लग हेरिदिनु होला, माया देखाइदिनु होला, राम्रो सब्सक्राइबर भयो भने म यही च्यानल पनि चलाउन सक्छु, बाइक पनि अपडेट गर्छु। काठमाडौँ पुग्नलाई जोस् लगभग 20 मिनट जति लाग्छ होला, बाइकमै 20 मिनट जति लाग्छ होला। त्यो जान्छु अनि त्यसपछि भ्लग एडिट गर्छु, बस्छु। अब अरू काम त केही पनि छैन, त्यही भ्लग एडिट गर्ने त हो नि। म नि खासमा विदेशमा थिएँ, विदेशबाट आएर विदेशमा बस्न मन नलागेर विदेशबाट आएर अनि भ्लग गर्न थालेको हो। त्यही भएर नि यस्तो सपोर्ट गरिदिनु होला सबैजनाले, माया गरिदिनु होला। तपाईँले मलाई माया गरिदिनु भयो भने म तपाईँलाई धेरै माया गर्छु नि। हस्, यति भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। सबैलाई धेरै धेरै धन्यवाद मेरो भ्लग हेरिदिनु भएकोमा है, धेरै खुसी छु। ल बाई बाई, टेक केयर एभ्रिवान, बाई बाई।